यहाँ हेर्न सक्नुहुन्छ आज डे 46 को मैले सबै टास्कहरू सकाइसकेको छु। एज यु क्यान सी अल टास्क आर कम्प्लिटेड। हेलो एभ्रिवान, आज मेरो 75 आवर च्यालेन्जको डे 46 हो। आज चाहिँ म यता इन्डस्ट्री एरियातिर आएको छु। डे 46 मा आएर मैले हाफवे क्रस गरिसकेको छु, तर यो हाफवे होइन, यो त प्रुफ हो कि म चेन्ज हुन सक्छु। मैले आफ्नो विक भर्जनलाई अलरेडी पछाडि छोडिसकेको छु। सो गाइज, मर्निङको भ्यू चाहिँ यस्तो राम्रो छ है, सनराइज भइरहेको छ। यो च्यालेन्जको रुल्स चाहिँ होइन, जस्ट रुल्स मात्रै होइन है, यो च्यालेन्जको रुल्सले चाहिँ मान्छेको लाइफ चेन्ज गरिदिन्छ गाइज। डिसिप्लिनमा बसेर कन्सिस्टेन्सी भयो भने चाहिँ होइन यो च्यालेन्ज राम्ररी पुरा गर्न सकिन्छ। अनि डिजिजहरूमा कहिले पनि लाग्दैन त भन्दिनँ होइन, तर डिजिज लाग्ने सम्भावना नै कम हुन्छ गाइज। एभ्री डे जसरी नै मैले सबै रुल्सहरूलाई फलो गरेको छु। 2 वर्कआउट्स, इन्डोर आउटडोर, क्लिन डाइट, नो चिट मिल्स, 3.8 लिटर वाटर, 10 पेज रिडिङ बुक, प्रोसेस फोटो, नो एक्सक्युज। आजको भगवत गीताको ज्ञान चाहिँ जसरी आत्माको अस्तित्व बिना शरीरको विकास हुन सक्दैन, त्यसै गरी परमात्मा श्रीकृष्ण प्रवेश नगरेसम्म यो भौतिक सृष्टिको विकास हुन सक्दैन। आजको भगवत गीताको ज्ञान चाहिँ यही हो। हामी आफैले कहिलेकाहीँ आफ्नै क्षमता चिन्न सकिरहेको हुँदैनौँ। कहिलेकाहीँ हामी आफ्नै ठुलो अवरोध बनिरहेको हुन्छौँ। आफूलाई विश्वास गर्नु सबैभन्दा ठुलो सफलताको पाइला हो। हामी सबैजनाको ठुलो ठुलो सपनाहरू छन्। त्यो ठुलो सपनालाई सफल पार्नको लागि हामीले ठुलो सफलता एकैचोटि पाउँदैनौँ। दैनिक सानो सुधार नै ठुलो परिवर्तन ल्याउँछ। आज 1% राम्रो बन्ने प्रयास गर्नुपर्दछ। मोटिभेसन सधैँ नहोला, तर डिसिप्लिनले हामीलाई अगाडि बढाउन सधैँ मद्दत गरिरहनेछ। All my tasks are complete. Thanks for watching. Keep loving, keep supporting guys.